प्रिय मेरो संक्रान्ति हैन तिमीले मलाई खोजेको हो कि मैले तिमीलाई खोजेको यो 2082 साल है को संक्रान्तिले यो चिजले नै मलाई खोजेको रहेछ यो चिजले नै मलाई रोएको रहेछ सबै मेरो साथीहरुले हिजो नै संक्रान्ति खोजी खाए देखाए सबैले आज हेर्नु न दोस्रो दिन भयो तर मलाई अझै पनि संक्रान्तिले छोडेको रहेनछ हेर्नु त यति मजाको आनी च्याचेको मासु तिमीले कति मलाई रुँगेको रहेछौ नि तिमी मलाई कति खोजेको रहेछौ नि बल्ल तल्ल तिमीसँग मेरो यो संक्रान्ति आउनु पर्ने रहेछ तिमीसँग कति मजाले भेट भने आज है तिमीले यसरी मलाई जहिले पनि यसरी गरेर किस खाइराख्नु ल म तिम्रो प्रतीक्षामा रहनेछु है सागले पनि पर्खेको रहेछ रोटी यो चाहिँ एकदम पहाडमा फलेको अर्गानिक साम्पिचा अथवा कोदोको सेलरोटीले पनि मलाई संक्रान्तिमा पर्खिरहेको रहेछ नि यसरी आएर तुप्लुक्कै तिमीसँग पनि भेट भयो मेरो आज है अनि त्यसपछि यो च्वाचेले पनि तिमीले मलाई पर्खिरहेको रहेछौ सधैँ मेरो जीवनभरि नै यसरी मलाई किस खाइराख्नु ल है संक्रान्ति मेरो एकदम उल्लासमय गराइदियो मेरो मायालु मेरो माया हो नि त तिमी त यार ल अर्को नि आयो संक्रान्ति त यो रहेछ मेरो होइन त्यही कारणले मेरो जिन्दगी यसरी नै सबै चिजहरू आफ्नो ल म सधैँ यसरी गर्छु ल है तपाईहरु पनि कस्तो मनाउनु भयो मलाई त यी सबैले गरेको छ ओके नेक्स्ट भिडियो यति चोखो यति मिठो दिउला तिमलाई माया बिर्सने छुइन च्वाचेको मासु सेलरोटी र सागको माया मेरो ससुराले आएको छु आज च्वाचेले मलाई फलो गरेको रहेछ आज सेलरोटीले फलो गरेको छ रहेछ उता के रे बियरले पनि मलाई सलोट गरेको रहेछ यता सागले पनि मलाई वेट गरेको रहेछ त्यही कारणले हजुर समक्ष आजको मकर संक्रान्ति मेरो रमाइलो र घमाइलो भइरहेको छ सबैलाई चाहिँ 2082 सालको यस माघी संक्रान्तिको पावन अवसरमा सबैलाई शुभकामना भन्दै म तपाईहरुसँग ओजेल रहन चाहन्छु उही बासी खोरौ माकिम कान्छा जय तीन चुला कुलपित्र।